चाहिँ ठुलढुङ्गामा छौँ है। यहाँको विशेषता के रहेछ भन्ने कुरामा चाहिँ यहाँ एउटा ठुलो ढुङ्गा रहेछ है। त्यो अहिले हामी त्यो ढुङ्गामाथि चढेको छौँ। यो पनि यहाँ चाहिँ अनेकौँ बोट बिरुवा होइन। यहाँ बुढाहरूको कुरा अनुसार चाहिँ ओभर 300 भन्दा बोट बिरुवा छ अरे। यो चाहिँ बेसीमा पाउने बिरुवा पनि यहाँ पाउँदो रहेछ है। यहाँ मात्रै छ है, यो चाहिँ अन्त छैन है। यो चाहिँ बर्लु भयो, मैले जानेको चाहिँ यो यसको नाम थाहा भएन। यो कल्दा भयो, ऊ डोमसिङ भयो होइन। पारा ऊ लाली गुराँस हो, त्यो फल्ने लाली गुराँस चाहिँ पाउन त लाली गुराँस लेकमा पनि पाउँछौ, तिनीहरू त्यो लेकमा पाउनेहरू हो। तर यो चाहिँ बेसीमा पाउने बिरुवा भयो। तर अचम्मको यहाँ जोस् अन्य हामीलाई थाहा नहुने बिरुवाहरूको नाम पनि बिरुवाहरू पनि छ होइन। यहाँ लगभग 200-300 बिरुवा भनेपछि त यो त जिस्किनु के अरे सोध्दै नसक्नु। ऊ धुपीगोन रहेछ। अच्छा होइन देखाइदिनु। धुपीगोन रहेछ। अनि यो के को बोर्ड हो यो यहाँको विशेषता? यहाँले नि यस्तो यो चाहिँ यहाँ औषधि यो जडीबुटी रे है, नाम चाहिँ थाहा भएन। केटाहरूले युज चाहिँ गर्दो रहेछ यो जडीबुटीदेखि लिएर यस्तो अनेकौँ छ है यहाँ। Here is more than 500 types of, the seeds and trees. That's a lot. Yeah, that's a lot. This is the mysterious things. Yeah.